एकदम त बबालै आउनु भयो आज पानी पर्दै यार म यहाँ यस्तो माथि हेर्न केही छैन कि म यस्तोमा बसिरहेको छु यार बाहिर चाहिँ पुरै पानी परेको छ क्या हामी चाहिँ तिनैजना खाइरहेको छौँ आज दही चुरा किनभने आज दही चुरा खाने दिन हो नि त होइन सो हामी यतिकै पसलमा बसिरहेको थियौँ सो हेलो नमस्ते ब्युटिफुल पिपल के छ खबर आज चाहिँ धेरै दिनपछि म लङ भिडियो बनाइरहेको छु र आज चाहिँ खास गरी म भिडियो सुट गर्नलाई गइरहेको छु मेरो सर्ट भिडियो होइन सर्ट्सको लागि र धेरै दिन भयो भनौँ न अलमोस्ट एक हप्ता भयो क्या लास्ट टाइम त्यो भिडियो सुट गरेको होइन सो अब एक हप्ताको कोटा सक्यो क्या होइन सो अब यो विकको लागि फेरि बनाउनु पऱ्यो भनेर म चाहिँ गइरहेको छु यहीँ नजिकै चाहिँ रोड पारी म एकछिनमा तपाईँहरूलाई देखाइदिन्छु र मैले चाहिँ सब रेडी गरिसकेको छु मेरो हेलमेट बाइक र X3 पनि सेटअप गरिसकेँ अब निस्किनुपर्छ मौसम पनि आज ठिक छ पानी परेको जस्तो गरिरहेछ होइन आज क्यान चाहिँ माथि होइन पुरै बादल लागिरहेछ कालो सेतो होइन र आज चाहिँ म एक्लै गइरहेको छु भिडियो सुटको लागि अस्ति चाहिँ भाइहरूसँग गएको थिएँ ठिकै छ गाइज अब लेट्स गो है त What happened to forever? Now we're not together. I know it's time you probably need a break to see if you were done whatever. Bad and die together, but baby know that I'm good either way. What happened to forever? Now we're not together. I know it's time you probably need a break to see if you were done whatever. Bad and die together, but baby know that I'm good either way. What happened to forever? Now we're not together. I know it's time you probably need a break to see if you were done whatever. ओपन रोड होइन गाडी चल्छन् केही मजाले आज मौसम पनि ठिक छ क्या घाम पनि लागिरहेको छैन मजाको छ यार बिच बाटोमा यस्तो लगाइदियो होइन बाइक खतरनाक खाँदैछ एक राउन्ड लिइहालौँ न होइन के पर्छ त एक राउन्ड लिउँ अनि त्यसपछि गर्नुपर्छ सब भित्ताहरू फुटाइसकेको छ यार खतरनाक खाँदैछ ब्याकग्राउन्ड त बबालै आउने भयो यतातिर पनि सक्यो अब पछाडि घुमाउनुपर्छ तर त्यो खतरनाक छ रोड पनि छ होइन मजासँग खतरनाक त गाडीसम्म रोड छ त्यहाँ नजा मैले पछि जानुपर्छ भिडियो बनाइहाल्यो होइन अनि त्यसपछि लास्टमा म चाहिँ ब्याकग्राउन्ड यो घरलाई राख्ने वाला छु अब ब्याकग्राउन्डमा अझै एकजना भएको भयो नि होइन माया बब्बाल हुन्थ्यो यार ब्याकग्राउन्ड कस्तो आउँछ एक्लैले भिडियो बनाउँदाखेरि त्यो त अब थाहा नै भएन क्या
बराबर सुरु गर्ने ल कहिले गरौँ एउटा सट अनि पछि अनि गर्नुपर्छ अनि गर्नु पुरै तेल खाइदिनु न बाइकले यो मान्छे मलाई नै हेरेर चाहिँ के गरिरहेको छ भनेर कपाल खाउँदैछ है भोलि एउटा भिडियो यहाँ सुट गरौँ अनि त्यसपछि अगाडितिर जानुपर्छ अगाडि कपालले खाउँछ ल हाम्रो फर्स्ट भिडियोका लागि यहाँ सेटअप भइसकेको छ मैले इन्स्टा 360 यहाँ राखिदिएको छु र यो मेरो पछाडि एउटा मान्छे छ नि होइन यी मान्छे यहाँ छ नि त्यो मान्छे अघिदेखि लिएर धेरै घरि यता घरि उता गरेको छ क्या सो आजको भिडियो पनि फेरि हेलमेटमै हुनेवाला छ होइन जम्मै कानवाला हेलमेट ल अब बनाऊँ है त एक्लैमा अब धेरै अप्ठ्यारो हुँदो रहेछ र भिडियो बनाउन माउन्ट गर्नु पऱ्यो क्यामेरा होइन यताउति एङ्गल मिलेर हुँदैन लाइट पनि अब घुमी आउँछ क्या ल अब स्टार्ट गरौँ है त पानी पर्दै यार म यहाँ यस्तो माथि हेर्नु केही छैन कि म यस्तोमा बसिरहेको छु यार बाहिर चाहिँ पुरै पानी परिरहेको छ क्या माई गुडनेस यहाँ पनि पानी परिरहेको छ पुरै भिजी हेलमेट यहाँ छ म यहाँ छु आफू चाहिँ हालत पतला छ यार त भिडियो बनाउन नि धेरै नै गाह्रो छ यार अनि अघि एक्सिडेन्ट भएर हल्का क्यामेरा झरेर साले स्क्र्याच नै भइदियो क्या धेरै नै तनाव छ यार यस्तोमा फेरि अब घर गइदिउँ यार नजिकै छ हुन त होइन तर अब भिजिन्छ होला अलिकति पानी रुकेपछि जानुपर्छ आज चान्स छैन होला यार बन्छ भनेर भिडियो पानी पर्दा अलिक चाहिँ म यहाँ बाहिरतिर आएको छु बाइक चाहिँ यहाँ छ होइन अघि चाहिँ म यो वाल छैन होइन यो वालको भित्र थिएँ भित्र साइडमा म चाहिँ यो थाहा देखेकै थिइनँ क्या यत्रो छ भनेर यार अघि नै बसेको भए भइहाल्थ्यो क्या त्यहाँभित्रको यत्रो सानोमा बसेन त्यहाँ बाहिर यत्रो छ यो माथि अलिक छत जस्तो होइन यहाँ चाहिँ ठिक छ यहाँ चाहिँ पानी परिरहेको छैन बाइक चाहिँ त्यहाँ मजाले वास भइरहेछ मेरो बाइक आज ल पानी परेर टेन्सन भइदियो यार मैले यहाँ यत्रो लुगा पनि ल्याएको थिएँ यार चेन्ज गरेर दुईवटा क्यारेक्टर छ नि त होइन अब दुईवटा क्यारेक्टर चेन्ज गरी ड्रेस चेन्ज गरी तँ गर्छु भनेर साले हुँदै भएन क्या सोचेको जस्तो केही हुँदैन यार एउटा चाहिँ त्यस्तै भइरहेछ यार मलाई त माई गुडनेस पानी परेर तनाव मेन कुरा त यार त्यो भयो नि यार त्यो क्यामेरा स्क्र्याच भइदियो नि यार लेन्स त अब लेन्स चेन्ज गर्नुपर्छ यार धेरै नै गाह्रो छ यार यस्तो भिडियोमा एकचोटि एक्लैले यहाँ पुरै घाँस भएको ठाउँ छ क्या घाँस भएको ठाउँमा नि कहाँबाट ढुङ्गामा ठ्याक्कै ठोकिदियो क्या लेन्स तनावै छ भ्यू चाहिँ बबालै छ चारैतिरबाट होइन यो साइडमा चाहिँ छ बबाल भ्यू त्यतातिर अब पानी परेर छ अहिले नजाउँ जब म चाहिँ निस्किन लाग्छ अब पानी रोक्नेवाला छैन होइन त्यो अब यहाँ बसेर पनि केही काम छैन ल फाइनली घाम निस्कियो अघिदेखि चाहिँ पानी परिरहेको थियो अनि दोकान आउने बित्तिकै घाम निस्कियो अनि यहाँ चाहिँ हाम्रो स्पाइसी करेन्ट चाउचाउ बनाएर ल्याएको छ सो अब मैले चाहिँ अघि 2-3 चोटि खाइहालेँ होइन फेरि पनि खाऊँ न ओहो पिरो छ यार त पेट भर्यो तातो चाउचाउ जहिले चाहिँ हामी अब गइरहेछौँ पशुपति दाइकोमा खाना बोलाउनु भएको छ कि जहिले चाहिँ हामी अब गइरहेछौँ पशुपति दाइकोमा खाना बोलाउनु भएको छ कि
जाना कि हम तो राणा ही जगह ना ए नहीं देखा है देखा उसी को नाम यार छावी खोज्यो गर्थे लगा जहिले चाहिँ हामी यता आएको छौँ दाइकोमा फसाउने दाइकोमा हामी सक्नुहुन्छ होइन र भाउजूतिर हुनुहुन्छ हामी चाहिँ तिनैजना खाएर छौँ आज दही चुरा किनभने आज दही चुरा खाने दिन हो नि त होइन सो हामी यतिकै पसलमा बसिरहेको थियौँ सो दाइले बोलाउनु भयो अनि त्यसपछि हामी आएको दही चुरा आँप अनि के छ केरा असार 15 लागेछ सबैलाई लागेको छ अनि यहाँ जुस पनि छ पुन्टु पनि आएको छ हाम्रो पुन्टु यहाँ के गरिरहेछ पुन्टुको दही चुरा पुरै यताबाट उता कुदिरहेछ चुपचाप र पुन्टु गर्छ बुझ्थाकेको पुन्टु रे गर्छ ल्या खो त्यहाँ आम खोइखेला त गर्छ पुन्टु जहिले चाहिँ हामी दाइको घरदेखि दही चुरा खाएर अहिले यहाँ दोकान आइसकेको छौँ र पछाडि चाहिँ अल्छी लाग्यो अलिकति मात्र आएको छ के दिँदैन हडा अहिले ल आजको लागि यति मात्र आज धेरै नै इन्जोय गर्यो फोटो पनि क्लिक गर्यो होइन भिडियो पनि बनाइयो अनि त्यो गाइज के कस्तो लाग्यो ब्लग प्लिज कमेन्ट गरिदिनु होला एन्ड या थ्याङ्क्स फर वाचिङ गाइज टेक केयर बाइ पुन्टु चाहिँ यहाँ छ ए पुन्टु ल बाइ